दिनभरि बत्ती गएर मेरो दिमाग खराब भइसक्यो भने मोबाइलको गीत पनि सबै दोहोऱ्याइ दोहोऱ्याइ सुनेर पनि आउट भइसक्यो हैत तेरिका खै त यो त कस्तो प्लेन के अलि चट्टा मसलादार हुनुपर्छ नि हेर्दाखेरि पनि ठ्याक्कै 6 बजेर 8 मिनेट भयो ठ्याक्कै बत्ती आयो अब एक बत्ती साँच्चै क्या हो फेरि बत्ती आयो बत्तीले नाटक गर्छ मैले भने पो त हामी बिजनेसम्यानलाई गाह्रो छ भने 8:40 भयो फेरि बत्ती गयो बत्तीले लास ल्याङ गर्यो है गुड मर्निङ साथीहरु बिहानको 6 बज्यो अनि हामीलाई चाहिँ यो गुड मर्निङ भएन ब्याड मर्निङ भयो है कहिले पनि यस्तो हुँदैन थियो बाइक बाटोमा राखेको चोरी भएछ अब यसो अनि उतातिर बुझ्न गएछ भाइ पुलिस चौकीतिर अनि बाइक लगेको हेलमेट लाथेन भनेर भनेछ अब एकचोट सीसी क्यामेरा छ कि यसो हेर्न जाने हामी बत्ती पनि गयो फेरि यो ठाउँ चाहिँ बत्ती धेरै जान थाल्यो के भयो खै कुनी बिहान बेलुका हिजो बेलुकासम्म नि बत्ती छैन के आउने जाने भइरहेको थियो काम भइरहेछ भनेर नोटिस हुनु पर्यो नि त अनि यस्तो त अनि हाम्रो अस्ति बत्ती जले हैन कतिको टिभी बिग्रिने यस्तो हुन्छ एउटा टाइमिङ हुनु पर्यो नोटिस जारी गरेर जे कुरा जे गर्दा नि भइरहेछ के नेपालमा कति टाइम लाग्यो आउन नि बिहानै जानु भएको 6:30 बजे 11 बज्यो बाइक भेट्यो कि भेटेन होला बाइक भेट्यो नहीं मिला चिप्लो यो चाहिँ अफ रोड ट्रायल हुन गइरहेको छ बरु मुस्ताङ जाने रोड सप्रिसक्यो यहाँको रोड चाहिँ सप्रेन के यत्रो हाइड्रो छ र पनि त्यो त टुरिज्म सेक्टर भएर चढ्यो भनौँ चल्यो भनौँ ओ माइ गॉड
राम्रो छैन त फर्किने बेला मैले यो पुरै ढुङ्गा छापेको बाटो, ढुङ्गा छापेन यो बनाइरहेको बाटो कति किलोको बोरा बोकेर आएको, नाम्लो पनि थिएन, हात दुईटा तल राखेर बोरा निहुरेर बोरा ओह्रालोमा कति गाह्रो।
पुस्करीमा सकिने हिँड्न रुखहरू छैन नि यस्तोलाई चाहिँ लेक 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 भन्छ यो चाहिँ हाम्रो घर जाने बाटो तलको बाटो अनि तत्काल चाहिँ कहिलेकाहीँ चाहिँ हामी यहाँ बस्छौँ छाप्रो बनाएको छ यहाँ बाटोको छेउमा हाम्रो घर त देख्नु भएको छ नि तल आमामा कति दाउरा जम्मा गर्नुहुन्छ बाबाले यो चाहिँ हाम्रो घर हो कति राम्रो फुलबारी थियो गएछ तिहारमा कति राम्रो फुल थियो यतातिर
फेरि आउँछ है रोप्नुपर्छ कि त्यही फलाउँछ रोप्नुपर्छ यहाँ चाहिँ जहिले ढुम्म हुन्छ यो डाँडा चाहिँ सानो किचन सानो डाइनिङ यो चाहिँ के हो नि उयो ट्याङ्की यत्रो ठुलो ए त्यो चाहिँ सानो रुम हो यो चाहिँ के हो टेम्पोररी हो कि यो चाहिँ टेम्पोररी पर्मानेन्ट घर त तल छ ओ माई गड सो यो सानो आगो बाल्ने चुलो यहाँ चाहिँ त्यहाँ चाहिँ किचन र रुम देखाइसकिहालेँ प्लास्टिक जसलाई ट्याङ्कै राख्ने हो प्लास्टिकमा हालेर अर्ग्यानिक बनको नि त यो खोज्नु भए बुवा आमाले पत्थरी हामी चाहिँ यहाँ खासमा काम परेर आएको डेलिभरी काम क्या गाडीमै आउँथ्यो तर बाटो बनाइराख्नु भएको देख्नुभयो नि त्यहाँ बाटो बनाइरहेछ अनि ढलान भयो भन्दै थियो एक ठाउँमा मोडमा मात्रै ढलान रहेछ थाहा कति 5 मिटर पनि छैन होला त्यो मोड त्यति मात्रै ढलान रहेछ कति न बाटो बनाएर ढलान भइरहेछ दिदा अनि त्यो ढुङ्गा चाहिँ छापिरहेको थियो त्यहाँ पनि ढलान हुन्छ होला त्यस भए ढलान भएको छैन ढुङ्गा छापिरहेछ भनौँ न हामी चाहिँ सामान यही अर्ग्यानिक सामान डेलिभरी गर्न आयो यो चाहिँ मुसुरको दाल हो कालो मुसुरको दाल यो चाहिँ एकदम अर्ग्यानिक अनि लेकतिरको मन पर्दो रहेछ मान्छेलाई स्वादै भिन्न आउँछ नि त जे पनि मिठो के लेकको फर्सी होइन तराईको विशेषता छ गर्मी ठाउँको यहाँकै विशेषता छ यो चाहिँ कुली हो राख्नु न भुइँमा घुमाउनु अनि म बोक्छु कति किलो छ 30 किलो रे यो चाहिँ 5000 पर्छ 5 किलो 5000 डिभाइडेड बाई 30 किलो कति पर्यो त हिसाब त यस्तो छ अनि ए यो क्यालकुलेटर छिर्ने बानीले बिगार्छ क्या 166.6667 हुँदो रहेछ त्यो भनेको 167 पर केजी 167 पर्दो रहेछ त्यहाँ जाउँ न पहिला अनि राखौँ न किन बोकेर जानु मै बोकेर राख्छु नि जाम बसौँ हाम्रो आबा हुनुहुन्छ यहाँ माथि यार बमदे अब हमरा नि देखाउँ दे चेर नि पे लदासिना उम ल साथीहरु ढलान भएको चाहिँ यति नै हो ढलान भइराछ भन्दै थियो यति नै हो ढलान अनि अर्को त तलबडी ढुङ्गा छापिरहेछ यो भन्दा अलि तल त्यति हो गर्मी भयो यत्रो बोरा मैले पछाडि बोकेर नाङ्लो बिना दुईटा हातले नाङ्लो सो अहिले चाहिँ बेलुकाको 7:18 गइसक्यो यतिखेर हामी काठमाडौँ हिँड्न लागिरहेको छौँ अँधेरो भइसक्यो सोनाम आउनु भएको छैन अझै अँधेरो भइसक्यो उज्यालो देख्दो रहेछ तर त्यसमा चाहिँ मोबाइलमा चाहिँ खोइ किन कति माथिको गाडी चढेछ हेर्नु म यहाँ डिब्बा नाकामा चल्ने अहिले चाहिँ लगभग 12 बज्न लाग्यो हामी चाहिँ खाना खाएको छैन अनि बेत्रावतीमा खाना खान रोकेको निन्द्रा लाग्यो मलाई त चिन्ता गरेर समय पनि खानु हुन्छ
हामीसँगै खाना खानु हुनेहरू चाहिँ यहीँ बस्ने हो कि जस्तो लाग्यो। 2 जना हुनुहुँदो रहेछ दाइहरू यो गाडीमा, हामी चाहिँ यो गाडीमा। निन्द्रा भाग्यो अनि गाडी चलाएपछि यस्तो लाग्छ फेरि। म त हिजो टोलब्रेकै गर्न सकेन, म त सुते भएर चाहिँ। अनि कति 2:30-3 बजीतिर होला, 2:30 बजे होला, 2-2:30 बजे सोनाले पनि रोकेर एकैछिन रेस्ट गऱ्यौँ हामी। अहिले चाहिँ म त 4 बजे उठेर गर्मीले पाकिसकेँ है यहाँ, अनि सुत्न सकेन। अहिले चाहिँ 4:40 भयो, सोनम पनि उठेर मुख धुँदै हुनुहुन्छ। अब जाने हामी। मलाई रुगा लागेको छ फेरि हिजोदेखि, फेरि अलिक चर्कोसँग। गुड मर्निङ। सानो गाडीबाट ठुलो गाडीमा कस्तो अग्लो फिल हुने कि योमा चढ्यो भने। मात्रै के